बुकेटहरु ल्याइदिएको होला नि बेबी आउनु प्लिज भर्खरमा आइपुगेर तिमी बसिराख्नु हेलो नमस्ते साथीहरू के छ त तपाईँहरूको हालखबर ठिक छ अनि त्यसपछि आज चाहिँ तपाईँहरूले मलाई प्राङ्क भिडियो चाहियो भन्नुभएको थियो अनि अस्ति नैको प्राङ्क भिडियोमा धन्नै आएको फुटेन त्यो प्राङ्क भिडियो म तपाईँहरूलाई हाल्ने नै छु अर्को प्राङ्क भिडियो ल्याएको छु र त्यो प्राङ्क भिडियोमा अब थाहा छैन के हुन्छ कस्तो रियाक्सन आउँछ होइन अनि त्यसपछि मैले चाहिँ के गर्न लाग्छु भन्दाखेरि अब यहाँ प्राङ्क चाहियो भन्नुभएको थियो अब त्यो चाहिँ मम्मीलाई हुन सक्दैन इम्पोसिबल कुरा हो अनि त्यो भएर मैले बहिनीलाई प्राङ्क गर्छु त्यो बाहिर गएको छ पसल अनि त्यसपछि म उसलाई कल गर्छु कति टाइम लाग्छ अनि त्यसपछि उसको रियाक्सन हेर्नुपर्छ है त ल खै बिलिभ गर्छ कि नै भनेर के गर्ने कल गर्छु ल न बहिनीलाई छिटो त्यसले काट्छु भन्छ त्यसपछि प्राङ्क कलमा बस हेलो कहाँ हो तिमी कहाँ हो तिमी ए ल ल तिमी कति मिनट जति लाग्छ तिमीलाई आउन कति मिनट जति लाग्छ ए 5 मिनट लाग्छ ल ल राम्रोसँग आऊ ल अब एक्टिङ सुरु गर्नु पर्यो 5 मिनट लाग्छ त्यति बेलासम्म मस्त ठ्याक्कै दिने आउने बित्तिकै अनि बोल्दैछ तैँले मलाई भने के चाहिँ ठ्याक्कै दिने आउने बित्तिकै भन अनि ढोकाबाट हेरिन् भने अनि ठ्याक्कै म कल गरेर जस्तो गर्छु ल गाइज अब चाहिँ मैले एक्टिङ गर्न सुरु गर्नुपर्ने हुन्छ अब क्यामेरा चाहिँ यता लुकाउँछु गाइज ओके ओए आइनिन हेलो हेलो बेबी कस्तो तिमी पनि बेबी बुकेटहरु ल्याइदिएको अनि चक्लेट चाहिँ मैले के गर्नु त अनि जान्न हौ म काहीँ पनि त्यस्तो होला नि बेबी के यस्तो हजुर हजुर राख त हजुर को यो साथी प्राइभेसी भन्ने थाहा छैन तिमीलाई ल अनि के त हौ प्राइभेसी भन्ने कुरा थाहा छैन तिमीलाई फोन गर किन गर्ने ए चकलेट यस्ता के यस्तो कस्तो हो र तिमी पनि ल अबि हेर्नु दिदी राम्रो छ भने त्यो मोबाइल किन प्राइभेसी भन्ने थाहा छैन तिमीलाई मेरो साथी हौ ल साथी हुँदैन तिम्रो पनि त साथी हुन्छ हुँदैन म त्यसरी बोल्छु त ल अनि हामी त यस्तै हो त बेबी भनेर बोल्छ ल भने केटा तिमीले हात चाहिँ गोरा पिटाए ना ये मैं अनि मेरो ल कस्तो भति के छ र फोन दिनु न तपाईँको किन सिसीलाई कल गर फेरि सिसी बिराइ वाट्सएप त छ नि त मुसी न मुसी प्लिज एउटा कुरा भन्छु प्लिज एउटा कुरा भन्छु तिमी मलाई माया गर्छ होइन पहिला टोका लाएर छिटो कोही सुन्छ छिटो टोका लाएर एउटा कुरा भन्छु प्लिज अबि आज यसले मलाई त भनेको साँच्ची भनेको नभन है अझै भन्दिनँ भन्नु अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली के भने के चलिरहेको भन्छ ट्र्याक फोन नगर कहाँबाट प्राइङ हुन्छ हौ कस्तो प्लिज एउटा कुरा भन्छु प्लिज है मेरो के होइन खान तिमीलाई अब तिमी मलाई कति धेरै माया गर्छ होइन अनि मेरो चाहिँ के ओके प्लिज त्यो चक्लेट ल्याइदिन्छु अरे है खाला चक्लेट यस्तै हाल्छु लौ अनि कस्तो हो र प्लिज यस्तो नगर न मुसी यहाँ रेकर्ड भइसकेर अब त यो मुसी प्लिज यस्तो नगर न गयो तिमीले मलाई माया गर्दैनौ तपाईँ शिशिरको बहिनी भएर यस्तो गर्ने तिमीले त अरूलाई त खुब माया अरूको लागि खुब रेस्पेक्ट गर्छु त मेरो चाहिँ किन यस्तो गर्यो न कस्तो अनि मलाई चाहिँ के मन पराउनु नपाउने कस्तो हो र लास्ट माया गर्छ क्या त्यसले मलाई बाल त माया
साँच्ची भनेको प्लिज यस्तो नगर्नु प्लिज जरी हान्न मन लाग्यो नि मलाई कसम भनेको साँच्ची राय गर्नु त्यसलाई कसम भनेको कहाँ छ यो क्यामेरा यार कस्तो क्यामेरा हो र सिरियस हो र भनिरहेको छु यिनी भने कस्तो रहेछ के हो क्या म राम्री छैन यो छक्क र मेरो बहिनी नहुने साँच्ची भनेको छक्क कहिले भने नहरै त्यो मुनालाई थाहा छैन नि फेरि नभन है म चिन्दा मात्रै भनिरहेको प्लिज मिस नभन त्यो मोबाइल दिएको प्लिज प्रमिस भन्दैन भन नि मलाई म प्रमिस भन्दैन के हो भन्दिन राम्रोसँग बस त कस्तो रहेछ प्लिज नहराइ ए भगवान् प्लिज अनि फोन दिनु त तपाईँको अनि सपोर्ट नगर्ने कस्तो हो र कस्तो हो र तपाईँ फर्स्ट टाइम लक गरे कि मेरो ब्याजलाई पढ्दै हुन्छ ल पर्छ मैले त ब्याचलर बुढो हुने बेला बल्ल लक परेर आयो मेरो फर्स्ट लभ कस्तो हाँसेको हो र नभन्नु न कस्तो रहेछ के रोगो म गएँ है अब ओके बाई 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 न कस्तो खुसी प्लिज नगर यो मान्छे चाहिँ कस्तो रहेछ भनिदिने अर्को त मलाई मतलब भएन तपाईँ चाहिँ किन बिग्रिनु थालेको बिग्रिया हो यो ल परेको भनेको भर्खरमा आइपुगेर तिमी फसिरहेको म कस्तो हाँस्छ भाइ यो मान्छे म सिरियस होइन क्यामेरा कहाँ भयो त्यही हाँसेको त्यो भइसक्यो अनि कि मेरो बोयफ्रेन्ड हुनु सक्दैन कस्तो हेपेको र भनेको बोलाइदिन्छु यो फेरि बोल्नै मान्दैन र हो कि हेलो यहाँ बहिनीले थाहा पाएर यहाँ कस्तो रिसा मसँग मुनाको फोन किन हो यहाँ ओ शिशिर मम्मीको क्लास कस्तो रहेछ ओइ आउनु प्लिज इट्स अ प्र्याङ्क इट्स अ प्र्याङ्क गाइज यसले त धन्नै भन्नलाई गइसक्नु भएको थियो वा प्लिज इट्स अ प्र्याङ्क हजुर हेलो हेलो के हो र उता नि प्र्याङ्क भइरहेको इट्स अ प्र्याङ्क छ हजुरहरूलाई प्र्याङ्क कस्तो हजुरलाई प्र्याङ्क होइन यत्तिकै अघि झुक्केर कल गरेर ल ल शिशिरलाई कस्तो भयो उसैट गाइज यहाँ त बर्बाद होइन होइन केही भएन अनुसार दिदीको भ्लगमा हेर्नु ए के भएन ल ल के हो कि यो मान्छे तपाईँ फोन गरिदिने प्र्याङ्क कस्तो लाग्यो त हजुरलाई प्र्याङ्क बकवास एकदम आइडिजिएफ प्र्याङ्क कस्तो लाग्यो त सुरुमा त सक्नु अरे मान्छेले किन फोन गरेको खै भनेको किनकि अब अरू त बिग्रिए तपाईँ बिग्रिनु भएन अरू त तपाईँ बिग्रिनु भएन अनि ल पऱ्यो भने बिग्रियो यसले नभन्दाखेरि कि तपाईँको ल अब कति कहिले भयो भन्नु होइन कति वर्ष कति वर्ष हुनुभयो तपाईँ म 19 19 वर्ष 19 वर्ष 19 वर्ष भइसक्यो अहिलेसम्म लभ पार्नु भएन है केटाहरूको अगाडि लज्जार भाग्ने मान्छे अनि लभ पार्छ जस्तो छ अझ रोज दे भन्दै हो त त्यही भएर अनि पछि त किन कल गर्यौ त तिमीले पछि त अब रिस उठ्यो मलाई अनि शिशिरले नि अब लास्ट हो कि जस्तो लाग्यो होइन हो के लास्टमा त अब है क्यामेरा पनि हेर्छु काहीँ अनि कहाँ लुका थियो तिमीहरूले किनभने नि अर्कोचोटि फेरि प्र्याङ्क गर्नु पऱ्यो नि ओके गाइज प्र्याङ्कमा सामेल भइसक्नु भएको छ र हाम्रो प्र्याङ्कमा फर्स्ट भएको छ धन्न मैले आज कुटै खान सक्थेँ म प्र्याङ्क हुन सक्थेँ किनभने मेरो घरमा यस्तो राम्रो इमेज छ मेरो नत्र डाउन हुन सक्थ्यो अब मैले तपाईँहरूले मेरो मम्मीलाई प्र्याङ्क गर्न इम्पोसिबल कुरा हो फाइनली मैले प्र्याङ्क लगाइसकेको छु गाइज सो तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा भन्नु होला गाइज धन्न मेरो राम ढिलाइ हुन्थ्यो बहिनीबाट पिटाइ खाएँ भनेर आँखा फुट्यो कि भन्ने हुन्थ्यो होला पहिलाको प्र्याङ्कमा आँखा धन्नै फुटेको थिएन अब यो प्र्याङ्कमा चाहिँ धन्न
सुक्रियाले बचिहाल्यो उहाँलाई कल गरिराख्नु भएको रहेछ सो गाइज यसरी नै आजको प्र्याङ्क सक्यो सो बाई बाई फर्दर नेक्स्ट के अरे प्र्याङ्क भिडियोको लागि कमेन्ट गर्नु होला Thank you.